हेलो भाइ बहिनीहरू। आज हामी पढ्छौँ क्लास 10 को एउटा इम्पोर्टेन्ट टपिक इन्डस्ट्रियल केमिस्ट्री, जुन चाहिँ एकदमै एउटा इम्पोर्टेन्ट टपिक हो ब्रिज कोर्सको लागि। र यसमा डिफ्रेन्ट टपिकहरू छ। फर्स्टमा हामी पढौँ सेरामिक्स। सेरामिक्स भनेको एल्युमिनियम अक्साइड्स, सिलिकेट र 2 मोलिक्युल्स हो यसको फर्मुला, 2 मोलिक्युल्स अफ वाटर। र यो क्ले फ्लेन्ट र फेल्डेस्परले बनेको हुन्छ र यो चाहिँ पुवर कन्डक्ट अफ हिट एन्ड इलेक्ट्रिसिटी हुन्छ क्या सेरामिक्स। र यो यसको युज चाहिँ सेरामिक्सहरू पोट्सहरू बनाउनमा, ग्लासहरू बनाउनमा युज हुन्छ। त्यस्तै गरी अर्को छ पोर्सिलेन। पोर्सिलेन व्हाइट क्ले र फेल्डेस्परले बनेको हुन्छ। त्यस्तै गरेर सिमेन्ट र यो पोर्सिलेन पनि एउटा सेरामिक्सको टाइप हो र यो पनि सेम चाहिँ ग्लासेस र लेन्सेसहरूमा बनाउनको लागि युज हुन्छ पोर्सिलेन। सिमेन्ट अर्को छ सिमेन्ट भनेको मिक्सचर अफ क्याल्सियम सिलिकेट र क्याल्सियम एल्युमिनेटको मिक्सचरलाई सिमेन्ट भन्छ क्या, दुइटैलाई। यसको धेरै स्टेपहरू हुन्छ तर सर्फेसी हामी जान्यौँ यो एउटा पाउडर मेटेरियल्स हो। र अर्को छ ग्लास भनेको एउटा इट इज अ सुपर कुलेड लिक्विड हो ग्लास भनेको, र यसको कुनै डज नट हेभ एनी डेफिनिट कुनै कम्पोजिसन हुँदैन ग्लास। तर ग्लास धेरै प्रकारको हुन्छ, तर एउटा सर्फेसली हामी जान्दाखेरि एउटा ओर्डिनरी ग्लास युज हुन्छ क्या, युज फर मेकिङ द बोतल्स, लाइट बल्बहरूमा हुन्छ ओर्डिनरी ग्लास। एन्ड पाइरेक्स ग्लासलाई इज अल्सो नोन एज बोरोसिलिकेट ग्लास भनिन्छ क्या। र यो हाइली रेसिस्टेन्स हुन्छ हिटको, हाइली हिट रेसिस्टेन्स ग्लास हुन्छ यो एउटा। र हामी तातो खाँदो वा हट वाटरहरू खाँदाखेरि युज हुन्छ पाइरेक्स ग्लासहरू। त्यसै गरी अर्को रहेछ लिड क्रिस्टल ग्लास, त्यसलाई अप्टिकल ग्लास भनेर पनि चिनिन्छ लिड क्रिस्टल ग्लासलाई। र कलर ग्लास भनेको एउटा स्यान्ड र सिलिका, स्यान्ड भनेको सिलिका भन्छ र मिक्सचर अफ र सोडियम कार्बोनेट र क्याल्सियम कार्बोनेटको मिक्सचरलाई कलर ग्लास भन्छ। त्यसै गरी पोलिमर भनेको एउटा लङ चेन अफ लिपिटिङ स्मल मोलिक्युल्स, मोनोमर्स सानो एउटा मोलिक्युल्सहरू मोनोमर्स मिलेर बनेको हुन्छ पोलिमर। यसको इक्जाम्पल चाहिँ पिभिसी हुन्छ। अब चाहिँ त्यसै गरी पोलिमर भनेको इट्स अ लङ चेन अफ रिपिटिङ स्मल मोलिक्युल्स हो, मोनोमर्सलाई भन्छ पोलिमर्स। यसको एक्जाम पिभिसी हो र पोलिइथाइलिन यसको इक्जाम्पल हो। पिभिसी भनेको फुल फर्म भनेको पोलिभेनाइल क्लोराइड हो। त्यसै गरी नेचुरल फाइबर्स भनेको कटन, नेचुरल फाइबर्सको इक्जाम्पल हुन्छ कटन र उल र सिल्क हुन्छ। त्यसै साइन्थेटिक फाइबर्स भनेको नाइलन र रेयन हुन्छ। त्यसै गरी प्लास्टिक्सको कुरा गर्नु पर्यो भन्दा प्लास्टिक्स आर द साइन्थेटिक र सेमी साइन्थेटिक अर्ग्यानिक एउटा मटेरियल्स हो, एउटा अर्ग्यानिक मटेरियल्स हो जुन चाहिँ कम्पोज अफ लङ चेन अफ पोलिमर्स हुन्छ क्या, लङ चेन अफ पोलिमर्स हुन्छ प्लास्टिक्स। मोनोमर्सको पोलिमरलाई चाहिँ पोलिमर भन्छ र पोलिमर्सको लङ चेनलाई प्लास्टिक भन्छ क्या। र प्लास्टिक दुई टाइप्सको हुन्छ, थर्मोप्लास्टिक र थर्मोसेटिङ प्लास्टिक्स। र थर्मोप्लास्टिकको इक्जाम्पल हुन्छ पोलिइथाइलिन र पिभिसी र पोलिस्टाइलिन। त्यसै गरी थर्मोसेटिङको इक्जाम्पल हुन्छ बेकेलाइट र यसको चाहिँ बेकेलाइट कस्तो केले बनेको हुन्छ भन्दाखेरि यो चाहिँ एउटा पोलिमर्स अफ फेनोल फर्मल्डिहाइडको। र थर्मोप्लास्टिकमा हाम्रो डिजायर सेपको यसलाई प्लास्टिक्सहरू बनाउन सकिन्छ क्या, डिजायर। तर थर्मोसेटिङ प्लास्टिकमा फिक्सै हुन्छ, यसमा डिजायर प्लास्टिकहरू हामीले बनाउन सकिँदैन र यो चाहिँ प्रेसर कुकरको ह्यान्डलमा युज भएको हुन्छ क्या। अब हामी भाइ बहिनी हामीहरू फेरि आजको पढेको च्याप्टरको एमसिक्यूमा आइसकेछौँ। अब केही एमसिक्यूहरू गरौँ, इम्पोर्टेन्ट क्वेसनहरू। डिडिटी विच स्ट्यान्ड्स फर डाइक्लोरो डाइफेनाइल ट्राइक्लोरोइथेन इज एन्ड यो इन्सेक्टिसाइड्स, फङ्गिसाइड र हर्बिसाइड र डिसइन्फेक्टेन्ट के हुन्छ भन? यो इन्सेक्टिसाइड र फङ्गिसाइडको इक्जाम्पल के हुन्छ भन? फङ्गिसाइड भनेको बोडिएक्स मिक्सचर हो, कपर सल्फेट प्लस लाइम र मेन्कोजेब र कार्बेन्डाजिन यो फङ्गिसाइडको इक्जाम्पलहरू भयो। द ग्यास युज इन अप्टिकल इन्स्ट्रुमेन्ट के हुन्छ? यो फ्लिन्ट ग्लास युज हुन्छ। फ्लिन्ट ग्लास एउटा पाइरेक्स ग्लास भनेको इज अल्सो नोन एज पाइरेक्स अप्टिकल होइन र पाइरेक्स ग्लास भनेको बोरोसिलिकेट ग्लास हो क्या, बोरोसिलिकेट ग्लास। ल मिक्सचर अफ सिमेन्ट, स्यान्ड र वाटर
यो तिनटैको मिक्सचरलाई के भन्छ? मोटर कि कङ्क्रिट कि सिमेन्ट क्लिङ्कर्स कि नन अफ दिज? मोटर मोटर भनेको सिमेन्ट स्यान्ड र वाटर हो, तर कङ्क्रिट भनेको के हुन्छ? एउटा एड हुन्छ। ढुङ्गा चाहिँ स्टोन एड हुन्छ। स्टोन भनेको ग्रेभल हो क्या, केमिस्ट्रीको ग्रेभल एउटा एड गरियो भने यसमा त्यसलाई कङ्क्रिट भन्छ। तर हाम्रो एन्सर भनेको मोटर हुन्छ क्या, सिमेन्ट स्यान्ड र वाटर। विच प्लास्टिक इज युज ह्यान्डल अफ अ प्रेसर कुकर? कुन प्लास्टिक युज हुन्छ भन्नु? बेकेलाइट त हुन्छ युज, तर यो इज अ पोलिमर अफ फेनोल एन्ड फर्मलडिहाइड हो यो। तर यो कुन प्लास्टिक हो? यो थर्मोसेटिङ प्लास्टिक। पाइरेक्स ग्लास विच इज पाइरेक्स ग्लास अघि हामी सोधेको थियौँ, यो भनेको बोरोसिलिकेट ग्लास हो। ठिक। वाट टेम्परेचर इज रिक्वायर्ड फर द सिलिका टु प्रिपेयर वाटर ग्लास? कति टेम्परेचर चाहिन्छ सिलिका वाटर ग्लास बनाउनको लागि? 800 डिग्री सेल्सियस। त्यो याद गर्ने। हाउ मेनी टाइप्स अफ प्लास्टिक? कति हो टाइप्स अफ प्लास्टिक्स? टु टाइप्स कुन हो? एउटा चाहिँ थर्मोप्लास्टिक र थर्मोसेटिङ। ठिक छ। डिडिटी र बिएचसी भनेको यो चाहिँ इन्सेक्टिसाइडको फर्स्टै नम्बरमा आइहाल्यो, यो फर्स्ट 8 नम्बरको इन्सेक्टिसाइड हो। त बिएचसीको भनेको बेन्जिन हेक्जाक्लोराइड हुन्छ। यो स्ट्रक्चर आउँछ बनाउन, बेन्जा हेक्जाक्लोराइड माथि क्लासमा पढ्नु पर्छ। ग्लास इज रिगार्डेड एज अ सुपर कुलेड लिक्विड हो। सफ्ट ग्लास भनेको के हो? सफ्ट ग्लास इज अल्सो नोन एज सोडा ग्लास भन्छ। विच अफ द फ्लोइङ इज कल्ड क्विक लाइन हुँदैन क्या, क्विक लाइम हुन्छ यो क्या, मिस्टेक भएको छ यो। क्विक लाइम भनेको क्याल्सियम अक्साइड हो। क्विक लाइम भनेको क्याल्सियम अक्साइड। विच डिजिज इज कज बाई द डिडिटी? डाइक्लोरो डाइफिनाइल ट्राइक्लोरो इथेनबाट कुन डिजिज लाग्छ? बर्ड फ्लू, एड्स, क्यान्सर, रेबिज। क्यान्सर। यो फेरि रिपिटेसन क्वेसन भइहाल्यो। थर्मोसेटिङ प्लास्टिक भनेको के हो? इक्जाम्पल भन फेरि। यो एक प्रेसर कुकरमा युज हुन्छ नि ह्यान्डलमा, द्याट इज द बेकेलाइट। पोट्यासियम नाइट्रेट भनेको कुन हो? पोट्यासियम नाइट्रेट भनेको के हो? मिक्स फर्टिलाइजर हो यो। पोट्यासियम भनेको KNO3 हो। पोट्यासियम KNO3 द्याट इज लिड क्रिस्टल ग्लास इज अल्सो कल्ड के हो? लिड क्रिस्टल ग्लास भनेको द्याट इज अप्टिकल ग्लास हो कि फ्लिन्ट ग्लास हो कि बोथ एन्ड बी? लिड क्रिस्टल ग्लास इज अल्सो नोन एज लिड क्रिस्टल ग्लास भनेको हामी पढेको थियो फ्लिन्ट ग्लास र 15को के हुन्छ? बोथ र बी, द्याट इज द बोथ एन्ड बी। SiO2 इज क्वार्ट्ज ग्लास।